थारूको भाषा सुन्न पाउँछौँ किनकि थारू चितवनमा 12% को हाराहारीमा छ भने बागमती प्रदेशको उपस्थिति 1% को हाराहारीमा छौँ। यो भाषालाई संवर्धनको लागि हामी सधैँ प्रयासरत थियौँ भने खिचरा महोत्सवको उसले अझ यसलाई व्यवस्थित बनाइदिएको छ। यसमा हामीले प्रस्ताव राख्न सकेका छौँ। जुन प्रस्तावलाई हाम्रो स्थानीय सरकार, जुन प्रस्तावलाई बागमती सरकारले आफ्नो मुद्दाको रूपमा स्थापित गरियो त्यो मानेमा हामी अगाडि बढिरहेका छौँ। यसलाई व्यवस्थित गर्नलाई हामी सामाजिक सवालको रूपमा, सांस्कृतिक सवालको रूपमा, आर्थिक सवालको रूपमा हामी अगाडि बढ्दैछौँ भने अहिलेको राष्ट्रिय परिस्थिति चुनावी माहौलमा पनि हामीले राजनीतिक सवालमा पनि हामी अगाडि बढ्दैछौँ किनकि हाम्रो यो सांस्कृतिक मुद्दाहरू, हाम्रो यो सामाजिक मुद्दाहरू, हामीले उत्पादन गरेको कृषिको मुद्दाहरू, हाम्रो आर्थिक मुद्दाहरू, हाम्रो यहाँका दलीय प्रतिनिधिहरूले पनि हाम्रो सानो हाम्रो पक्षमा वकालत गर्न सक्छ त्यस्तो राजनीतिक दललाई पनि हाम्रो समुदायले हेरेर बसेको छ। जुन समुदायलाई हामीले दिशा निर्देशन थारू कल्याणकारी सभाले गरिरहेका छौँ। भनाइको अर्थ थारू समुदाय पनि राजनीतिक अर्थमा अगाडि बढ्दैछ किनकि विगतमा सिकिसकेको अवस्था थियो। विगतमा हामीले यो क्षेत्रमा त्यस्तो किल्ला बनाएको थियौँ कि थारू समुदायले प्रतिनिधित्व गरिरहेको थियो। यहाँको पञ्चायत कालमा हेर्नुहोस्, यहाँको बहुदल कालमा हेर्नुहोस्, उहाँहरूको प्रतिनिधित्व थियो र हामीले सम्पूर्णलाई पनि आफ्नो समुदायलाई बोलाएर उहाँहरूको प्रतिनिधित्व पनि गरायौँ। एक आपसमा हामी भाइचाराको दृष्टिकोणमा बस्यौँ। भाइचाराको दृष्टिकोणमा बस्दाखेरि पनि हामी सद्भाव कायम गऱ्यौँ। उहाँहरूले पनि हाम्रो मुद्दा उठाइदिनु भयो। मुद्दा उठाइदिइसकेपछि एउटा व्यवहारिकतामा अगाडि बढ्दै जाँदा अहिले चाहिँ हाम्रो प्रतिनिधित्व